नमस्ते एन्ड वेलकम टु अल अफ यु। आज हामी दक्षिण कोरिया स्थित एउटा गाउँ भिजिट गर्ने तयारीमा छौँ। हजुरहरूलाई यो गाउँको बारेमा हल्का बुझेको जानेको कुरा बताउनेछौँ। सुनेर हेरेर साथ दिनुहोला। धन्यवाद। हामी यो गाउँ शान्त गाउँमा गइरहेका छौँ। यो गाउँ समुद्रको छेउमा रहेको छ। एक सुन्दर गाउँ छ, एकदमै सुन्दर, हराभरा छ होइन। सुविधा सम्पन्न छ। नेपालको सजलको दिने छ, तर फरक यति छ कि नेपालमा गाउँहरू सुविधा सम्पन्न छैनन् होइन। गाडीको बाटोहरू छैन, पार्कहरू छैनन् होइन। पानीको सुविधा छैन, इत्यादि सुविधाहरू छैनन्। तर यहाँ ठिक उल्टो सुन्दर अनि सुविधा सम्पन्न गाउँहरू छन्। सुविधा सम्पन्न गाउँ अनि सुन्दर गाउँ भएर पनि कोरियनहरू खासै यता बसोबास गरेको देखिन। किनकि यिनीहरू कोरियनहरू सुन्दर अनि शान्त भए पनि बिदाको दिन मात्र घुम्न जाने होइन। एक दुई दिन मात्र, यो चाडपर्वको बेला मात्र एक दुई दिन बस्न जाने, तर अरू बेला खासै गएको पाएन। अनि यहाँ चाहिँ अधिकांश जनता सहर बस्छन्। नेपालमा त अलिअलि होलान् गाउँ बस्ने, तर यहाँ त पिटिक्कै छैनन्। यहाँ चाहिँ बढी जसो सहरमा बस्ने, तर पनि सरकारले गाउँ एकदम सुविधा सम्पन्न गाउँ बनाएको छ होइन। हरेक सञ्चार सुविधा होइन, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली भए जतिको सुविधाहरू छन्, तर पनि यिनीहरू खासै बसोबास गर्दैनन्। धन्यवाद। अनि मेरो च्यानललाई सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिन हुन अनुरोध गर्दछु।